उद्धार नपाएरै आँखा अगाडि प्राण त्यागे 19 जनाले। धादिङ दुर्घटनाको दर्दनाक यथार्थ। दक्षिण धादिङको पृथ्वी राजमार्गमा आज फेरि एउटा कहाली लाग्दो दुर्घटना भयो। 19 जनाको ज्यान जाने गरी भएको यो बस दुर्घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको छ। तर यहाँ एउटा गम्भीर प्रश्न उब्जिएको छ। उद्धारकर्मीहरू भन्छन् यदि हामीसँग प्राप्त डोरी र लाइट भएको भए अझै धेरैलाई बचाउन सकिन्थ्यो। कतिपय घाइतेले उद्धारकर्मीसँग कुरा गर्दा गर्दै उपकरणको अभावमा प्राण त्यागे। अरबौंका भ्यू टावर बनाउन पैसा हुने, नेतालाई विलासी गाडी चढ्न पैसा हुने, तर राजमार्गमा दुर्घटना हुँदा एउटा मान्छे तान्न पुग्ने डोरी र टर्च लाइटसम्म नहुने। विदेशी पर्यटकले गुहार माग्दा माग्दै ज्यान गुमाए। नेपालीहरू भिरमा झुन्डिएरै मरे। दक्षिण ती साहसी उद्धारकर्मीहरूले त आफ्नो धर्म निभाए, ज्यानको बाजी लगाएर धेरैको सास जोगाए। तर हाम्रो राज्यले आफ्नो धर्म कहिले निभाउने? के यो देशका नागरिकको ज्यान एउटा डोरी र टर्च लाइट भन्दा पनि सस्तो छ? आज ती घाइतेहरूले उद्धारकर्मीसँग कुरा गर्दा गर्दै अन्तिम सास फेरेका होइनन्। उनीहरूले त यो राज्यको लाचार व्यवस्थासँग लड्दा लड्दै हार मानेका हुन्।